ओम नमः शिवाय। तपाईलाई स्वागत गर्दछु। म ज्योतिषाचार्य श्रीधर गैरे पशुपतिनाथ क्षेत्रबाट। आज मैले तपाईको लागि विशेष गरेर कुनै पनि यात्रा सफल होस् भन्नको निमित्त कार्यसिद्धिको लागि आफूले जुन मनोकामनाले आँटेर सोचेर गरिएको यात्रा हुन्छ, सफल होस् भनेर सोचेर गरेको यात्रा हुन्छ, त्यो यात्रा असफल नहोस्, आफूलाई त्यो यात्राबाट आफूले सोचेको जस्तै शुभफल प्राप्त होस् भन्नको निमित्त कुन दिनमा कुन बारमा आफूले कर्म गर्ने ठाउँमा अथवा आफूले चाहिँ चाहेको फल प्राप्त होस् भन्ने मनोकामनाका साथ जुन क्षेत्रमा जुन दिशामा यात्रा गरिन्छ, जुन दिशामा यात्रा गर्दाखेरि आफूलाई शुभफल प्राप्त हुन्छ, आफूलाई एकदमै सहजतासित सुखपूर्वक कुन दिनमा यात्रा गर्दाखेरि आफूलाई शुभफल प्राप्त हुन्छ भन्ने कुरा मैले तपाईलाई आजको यस भिडियो मार्फत मैले बताउने छु। ज्योतिष शास्त्रमा के लेखिएको छ भने मङ्गलले च पूर्वे गमने च लाभम सोम शनिश्चर दक्षिण लाभम बुधौ गुरौ पश्चिम कार्य सिद्धिम भानु भृगु उत्तर कार्य सिद्धि। अर्थात् यदि तपाईले कुनै आफ्नो कार्य सिद्धि गर्नको निमित्त आइतबारको दिनमा उत्तर दिशाको यात्रा गर्नुहुन्छ भने त्यसबाट तपाईलाई अवश्य नै कुनै झन्झट बिना नै तपाईलाई शुभफल प्राप्त हुनेछ। यदि तपाईले दक्षिण दिशामा गएर आफ्नो काम बनाउनु छ भने तपाईले सोमबारको दिनमा तपाईले दक्षिणतिरको यात्रा गर्नुभयो भने तपाईको लागि कार्यसिद्धिको योग बन्नेछ। यदि तपाईले पूर्व दिशामा गएर आफ्नो कार्यसिद्धि होस् भन्ने चाहनुहुन्छ भने मङ्गलबारको दिन तपाईले पूर्व दिशामा यात्रा गर्नुभयो भने आफू भएको ठाउँदेखि पूर्व दिशामा यात्रा गर्नुभयो जानुभयो भने त्यो कार्य तपाईको अवश्य पनि सहजैसँग पूर्ण हुनेछ। यदि तपाईले पश्चिम दिशामा चाहनुहुन्छ, तपाईले चाहिँ पश्चिममा गएर आफ्नो कार्य सिद्धि गराउनु छ भने तपाईले बुधबारको दिनमा पश्चिम दिशामा गएर आफ्नो कार्य सिद्धि गर्न सक्नुहुनेछ। र पश्चिम दिशाको लागि बुधबार र बिहीबार यी दुई दिन नै एकदमै उपयुक्त हुनेछन्। यी दिनमा गरेका कार्यहरू सहजै कुनै कष्ट बिना नै तपाईका कार्य सिद्धि हुनेछन्। र यदि तपाईले उत्तर दिशामा फेरि कार्य सिद्धि होस् भन्ने चाहनुहुन्छ भने उत्तर दिशाको लागि शुक्रबार रहेको छ, अर्को उत्तर दिशाको लागि आइतबार पनि छ भने शुक्रबार पनि तपाईले उत्तर दिशामा गएर कुनै कार्यहरू गर्नुभयो भने तिनी कुनै निर्विरोधसँग आफूलाई कुनै आपद विपद नआइकन नै ती कार्यहरू सिद्ध हुनेछन्। र यदि तपाईले दक्षिण दिशाको लागि शनिबारको दिनमा यदि तपाईले दक्षिण दिशामा यदि तपाईले काम बनाउनु छ भने शनिबारको दिन यात्रा गर्नुभयो भने तपाईलाई एकदमै शुभफल प्राप्त हुनेछ। दक्षिण दिशाको लागि सोमबार र शनिबार यी दुई दिनमा नै तपाईले दक्षिणतिरको यात्रा गर्नुभयो भने अवश्य पनि तपाईले चाहेको जस्तै सोचेको जस्तै तपाईलाई शुभफल प्राप्त हुनेछ। अब मैले अर्को भिडियोमा तपाईलाई कुन बार कुन दिशामा यात्रा गर्दाखेरि तपाईलाई मृत्यु समान कष्ट प्राप्त हुन्छ र कार्य बिग्रिन्छ भन्ने कुरा मैले तपाईलाई जानकारी गराउने छु। च्यानललाई सब्स्क्राइब गरेर अगाडि बढ्न नभुल्नुहोला। केही जिज्ञासा छन् भने तपाईले यस भिडियो मार्फत यो भिडियोको कमेन्ट बक्समा गएर आफ्ना जिज्ञासाहरू व्यक्त गर्नुहोला। ओम नमः शिवाय।